हजुर अब हाम्रो टाइम है प्याप्सनको निवर्तमान अध्यक्ष साथीहरूलाई चाहिँ आज अनि म चाहिँ नयाँ निर्वाचित कार्य समितिलाई हजुरसँग परिचय पनि गराउँ। हाम्रोमा चाहिँ तालुकदार हाम्रो अभिभावक मन्त्रालय भएको हुनाले राम्रो आशा बधाई शुभकामना परिचय पनि गराउँ चाहिँ हामी उपस्थित भएका छौँ। सबभन्दा पहिला चाहिँ हामी सबै परिचय गरेर हजुरलाई सानो छैन यो भेट सम्मान गर्न चाहन्छु र केही अहिलेका समसामयिक विषयहरू चाहिँ 5-7 मिनट पुस्तक दिन्छौँ। हाम्रो नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ कृष्ण प्रसाद अधिकारी। नमस्ते मन्त्रीज्यू। भ्याली पब्लिक स्कुल यहाँ कृष्ण अधिकारी। मेरो घर चाहिँ स्यान्डी हो। म चाहिँ अहिले उहाँपछि म अध्यक्ष भएको। स्कुल चाहिँ 32 वर्ष हो। म प्याप्सनमा पनि 32 वर्ष काम गर्दैछु। हजुरसँग मैले 20औं पटक सङ्घीय सहायता मेरो ठाउँ ठाउँमा भाग छ। रमाइलो कामहरू हामी सँगै गरेर हार्दिक बधाई छ। म त यहीँ उपत्यकामा सबभन्दा पहिला त माननीय मन्त्रीज्यूलाई हार्दिक बधाई छ, शुभकामना छ, सफल कार्यकालको पनि शुभकामना। म चाहिँ गोपाल आचार्य, स्कुल मेरो डल्लुमै हो, छाउनीभन्दा यसो यतापट्टि माथि छोडिन्छ, तल मेरो हाम्रो हो। अब घर त हजुरलाई थाहा छ, म चाहिँ इलामतिरै हो। स्कुल पनि 52 सालबाट सुरु गरेँ हो, भयो 30 वर्ष अहिले। प्याप्सनमा चाहिँ म काठमाडौँ जिल्लाको अध्यक्ष हुँदै अहिले केन्द्रमा अब चाहिँ नि सह-अध्यक्ष छु। म सह-अध्यक्ष हुनुहुन्छ, म सह-अध्यक्ष। उही छ डल्लुमै, डल्लुमै हामी नजिकै छौँ। हेलो माननीय मन्त्री, यहाँलाई बधाई शुभकामना हुन्छ। हजुर आउने बित्तिकैदेखि लामो आन्दोलन पनि केही हदसम्म स्थगन गरिएको छ। यो चाहिँ सफलताको सुरुवात हुने हो। म आरबी कटवाल, प्याप्सनको महासचिव। स्कुल चाहिँ नेक्सस इन्टरनेसनल एकाडेमी पेप्सिको एडमिसन कलेज राम्रोछ। नमस्कार माननीय मन्त्रीज्यू, हजुरलाई हार्दिक बधाई छ। म दीपिका रिमाल थापा, प्याप्सनको वरिष्ठ उपाध्यक्ष। मेरो विद्यालय चाहिँ सिद्धार्थ विद्यापीठ हो। मेरो पनि 56 सालको इस्टाब्लिस स्कुल हो। 25 वर्ष लामो यात्रामा छु। 25 वर्ष भयो प्याप्सनमा पनि छु। हार्दिक धन्यवाद। नमस्कार मन्त्रीज्यू, सफल कार्यकालको शुभकामना। म प्याप्सन काठमाडौँको अध्यक्ष। मेरो नाम नवराज भट्ट, स्कुल कोटेश्वरमा, कोटदेवी स्कुल। नमस्कार शुभकामना। मेरो नाम गणेश बाबु पोखरेल, मेरो घर गोर्खा। मैले प्याप्सनको केन्द्रीय कोषाध्यक्ष। स्कुल चाहिँ भक्तपुरमा छ, चाणक्य सेकेन्डरी स्कुल। हामी मैले अघि भनिदिएँ सर, पुरानै भोटर हो कि पुरानो भोट। फोटो पनि यसो के हजुरको अलिकति एउटा किसिम एउटा राम्रो टाइटल यो हेर्नु म यहाँ खिचिरहेको छु।
स्माइल सबैजना तपाईँ आउनु तपाईँ पनि आउनु पऱ्यो अब म एउटा सेल्फी हान्छु पनि त्यहाँ आउनु भयो प्रवीण लागिने हुन्छ एउटा सेल्फी हान्छु भइहाल्यो होइन हजुर आउनुहोस् होइन, आउनुहोस् मेरो क्यामेरा कता गयो यहाँ छ अहिले त्यसैले सकिहाल्छ। यताबाट अलि यता यही बेलामा एउटा यो चिठी नै तपाईँहरूको अस्तिको पार्लियामेन्टमा बुझाउनु साथीभाइलाई चित्त बुझाउनु पनि फेरि मैले दोहोऱ्याइ पढेको थियो हाम्रो धेरै कुरा छ कुरा शान्ति विशेष जो अब कम्पनी मेरो हुनुपर्ने कुरा छ त्यो एसी परीक्षा पनि हुनुपर्छ भनेर प्रदेश बोर्डले चलाओस् भन्ने अरू कुरा पनि त्यसै दाजु जानु जानु सँगै उभिनु मन्त्रीज्यूसँगै होइन उपस्थ होइन त्यो कुनै हटाए प्रदेशले जुन चाहिँ आउने भोलि अब प्रदेशको कानुन बनाउनु राखेको हुँदैन उनीहरूले चाहिँ गएर समितिमा लाने तपाईँ हुन्थ्यो नि अस्ति हामी छ भनेन नि यहाँ समस्या के हो भन्दाखेरि प्रदेशको चलाउनु भने यो एसी चाहिँ उनीहरूले करिब करिब कन्सेप्टमै के गयो भन्दाखेरि एसी चाहिँ आवश्यक छैन भन्ने कन्सेप्ट अनि कति जाँच लिने भन्ने म त नयाँ भएँ मैले आफ्नो अस्ति संशोधन हालेको थिएँ त्यसपछि म त्यो विधेयक थिइनँ अनि म त धेरै त हाम्रो मभन्दा अगाडिको मन्त्रीज्यूले हुँदा नै विधेयक धेरै अगाडि बढिसकेको थियो अब त्यसमा दुई तिनवटा कुरामा चाहिँ म गएपछि अलिकति सक्दैन है गभर्मेन्टले भनेको थियो त्यसमा विवाद भयो तपाईँले देखिहाल्नु भने पहिलाको मन्त्रीले यस्तो भनेको अहिलेको मन्त्रीले नो भन्न पाइन्छ भनेर भन्यो अब त्यहाँ चाहिँ अब त्यो कस्तो भन्दाखेरि त्यो विधेयक प्रचण्डजी प्रधानमन्त्री हुन तयार भएको विधेयक होइन देवेन्द्रजी पौडेल आफै मैले सबै विधेयक तयार गरेँ मैले इन्फर्मेन्ट कुराकानीमा त्यो उहाँले तयार गरेर विधेयक अशोक राईजीले प्रस्तुत गर्नुभयो अनि त्यो विधेयक मैले सुनेको क्याबिनेटमा त सबै विधेयक जान्छ त्यहाँ क्याबिनेटमा विधेयक समिति हुन्छ त्यहाँ रेखाजी हुन्छ रेखा छ अब उहाँले आफूले ल्याएको विधेयक सबै देश विरुद्धमा उभिराख्नु भएको छ मैले त भनेको नि यो त तपाईँहरूले ल्या मैले त अहिले मेरो यो विधेयकमा सहमति असहमति आफ्नो ठाउँमा होला तर यो मैले त यो विधेयकलाई डिपेन्ड गर्ने मन्त्री भएको हैसियतले चित्त बुझे पनि नबुझे नि यो विधेयकमा जे छ त्यसलाई डिपेन्ड गर्ने हो त्यसमा दुईवटा कुराहरू छन् उहाँहरूको एकदम निजी क्षेत्रको चाहिँ अहिले राख्नै हुन्न भन्ने ट्रेन्ड छ सुमनाजीको पनि झन्डै झन्डै त्यही चाहिँ क्या मैले बुझ्नु पर्सनली अब कस्तो नै हाम्रो साथीहरू त्यति बोल्नुहुन्न अनि उहाँहरू अलिक डिबेटमा अलि आउनु भएको छ अनि म जाँदाखेरि नै ऊ चाहिँ हटिसक्यो एसी त हटाउने निर्णय भइसक्यो सहमति भइसक्यो भनेर भन्नुहुन्थ्यो अनि मैले भने ल अब यहाँ मैले किन गराउने अब जे भन्नुपर्छ समितिमा गएपछि त्यहाँ आफ्नो कुरा भन्नुला तर ट्रेन के देख्यो भन्दाखेरि यसो एसी चाहिँ हटाउँ भन्ने नै ट्रेन देखाएको थियो धेरै मान्छेको कुरो त्यो छ हामीले चाहिँ हाम्रो उपसमितिको संयोजक ज्यूसँग कुरा गऱ्यौँ उहाँसँग पर्सनली पनि कुरा गऱ्यौँ समितिको सभापतिसँग कुरा गऱ्यौँ र अरू मान्यहरूलाई जसले यो अलिक धेरै विषय बुझ्नु भएको थियो उहाँलाई पनि भनियो यो अहिले एसीको इस्यु चाहिँ नै निकै ठुलो छ खास चाहिँ गर्नु हुँदैन भन्नेहरूको लबिङ एकदमै हाई छ हामी बुझेका छौँ अनि यो चाहिँ नि मैले सचिवसँग पनि हामीले कुरा गऱ्यौँ हामी चाहिँ सचिवसँग पनि बसेर कुरा गर्दा उहाँले के भने यो प्रदेशमा जाने हो यो कानुनत्मै भएको विषय हो यो चाहिँ अब यो ऐन आउने बित्तिकै यो त डेफिनेटली यो चाहिँ सङ्घीय सरकारको मातहतमा रहँदैन भने चाहिँ हामीले के भने ठिक छ यो ऐन आएपछि प्रदेश ऐन पनि बन्छ बनेपछि त्यही प्रदेशमा भयो भने भइहाल्यो किनभने होइन हाम्रो त्यो नीति कार्यक्रम हामीले पठाएको त्यो पार्लियामेन्टमा बोलेको नीति कार्यक्रमहरू चाहिँ आएन छैन तर हामीले मिनिस्ट्रीमा प्रिलिमिनरी ड्राफ्ट हुन्छ नि त्यसमा चाहिँ यहाँ हाम्रो साथीहरू पनि मन्त्रालयका साथीहरू चाहिँ प्रदेशमा जाओस् प्रदेशले ल्याओस् यसै भन्ने छ सङ्घले चाहिँ +2 12 त्यो कन्सेप्ट चाहिँ ठिकै हो त्यहाँ अनि क्वेसन के उठ्यो भन्दाखेरि त्यहाँ उठाएर प्रदेशमा दिउनु त भनेर इन्डाइरेक्टली यसलाई लिने नलिने प्रदेशमा दिउनु त भन्दाखेरि प्रदेशको कानुन त हामी फेरि किन बनाउनु प्रदेशको कानुन नलिरहेको त प्रदेशको त्यसले चाहिँ अब भोलि लिन्छु हाम्रो प्रदेशभित्रको चाहिँ परीक्षा एसी गरेर लिन्छु 10 क्लासको परीक्षा भन्यो भने त्यो थुप्रो कसैले सक्दैन लिनु भन्यो भने उसको राइट हो त उसले लिने कि नलिने भन्ने बोल्ने चाहिँ सङ्घको हो
उसको अधिकार क्षेत्रभित्र गएर सङ्घले बोल्नु हुँदैन भन्ने कुरा पनि ठिकै हो है कानुनी रूपले। जस्तो हामीले निजामती विधेयकमा राज्य व्यवस्था के भन्दा